आजदेखि म मात्र तिम्रो भइसके कि होइन, तिमी पनि मेरो भइसक्यौ। हामी दुवै एक अर्काको भइसक्यौ। यो सम्बन्ध केवल म र तिमी बीचमा सीमित छैन। आज तिमी र म मिलेर हामी भइसक्यौ। हो, तिमीले भनेको सबै वाचाहरू पूरा गर्यौ। तिमीले दिएको प्रतिज्ञा शब्दमा मात्र होइन, मेरो शिरमा पनि सजिएको छ। अग्निको साथ फेर घुम्दै गर्दा हरेक कदममा मैले एउटा प्रतिज्ञा लिएकी छु। तिमीलाई सम्मान गर्नेछु, तिमीलाई साथ दिनेछु, दुःखमा ढाल बन्नेछु अनि सुखमा तिम्रो मुस्कान बन्नेछु। परम्पराको सम्मान गर्नेछु, जिम्मेवारीसँगै बाँडौँला म तिम्रो सेवा गर्नेछु। जीवनको यात्रामा तिमीलाई म कहिले एक्लै हुन दिने छैन। अग्निले साक्षी बसेर सुनेको मेरो मनको कसम यो जन्ममा मात्र होइन, समयको अन्त्यसम्म पनि म पूरा गर्नेछु। तिमीले मङ्गलसूत्र मेरो गलामा सिँगार्दै गर्दा मेरो हृदयले सर्वस्व भेटायो। तिम्रो हातले रङ्गाएको सिन्दुरको दर्कोले मलाई तिम्रो जीवनको कथा बनाइदियो। तिमीले मेरो थर बदल्दियौ, तिमीले मेरो घर बदल्दियौ। मैले तिमीलाई साथ दिएकी थिएँ, बस तिमीले मलाई आफ्नो जीवन साथी बनाइदियौ। केही वर्ष अघि तिम्रो नजरले मलाई रोज्यौ। आज मैले मेरो नयनले तिमीलाई आफ्नो श्रीमानको रूपमा हेर्ने सौभाग्य पाएकी छु। तिमीले मलाई जितेका छौ अनि मैले संसार जितेकी छु। दूरीबाट साँचेका सपनाहरू पूरा हुँदैछ। 7 समुद्र तरेर राजाले आफ्नो साम्राज्यमा रानीलाई पुर्याउँदैछ। मेरो बाबाको कापिरहेको हातले मलाई तिम्रो हातमा सुम्पिदिँदै गर्दा त्यो कन्यादान केवल संस्कार थिएन, त्यो मेरो सबै सपनाहरू तिम्रो हातमा सुम्पिएको विश्वास थियो। मेरो हात तिमीले मेरो श्रीमानको हकले थाम्यौ, तर जीवनभर साथ दिने हात पहिले मेरो आमाको थियो। त्यो आमाको हात कहिले नकापोस् है। नयाँ घर बसाउन मैले मेरो घर छोडेर आउँदैछु। मैले मेरो सर्वस्व छोडेर आउँदैछु। मलाई कहिले अलपत्र नपार्नु है। बिदाई गर्दै गर्दा मेरो बुबाको आँखा गलिरहेको थियो अनि मेरो आमाको होस थिएन रे। मेरो परिवारको विश्वास नतोड्नु है, मेरो परिवारको आश नमार्नु है। तिम्रो परिवारलाई म आफ्नो मान्नेछु, तर तिमी पनि मेरो परिवारलाई टाढा नसोच्नु है। अविस्मरण छ हाम्रो मिलनको। म आफूलाई तिमीमा समर्पित गर्दै म हाम्रो प्रेम कथाको सुरुवात गर्दैछु।